हाम्रो सीई को फाइनल एक्जाम जुन फाइनल 3 घण्टा थियो त्यसमा भएको मेरो फुल एक्सपिरियन्सहरु मैले गरेको त्यो अराउन्ड 35 पेजको क्वेशन थियो के मैले त्यो 1951 भर्न चाहिँ अराउन्ड 5 मिनेट लागेको थियो के बायोलोजीको फर्स्ट 3-4 वटा क्वेशन नै एकदमै लामो कन्फ्युजन क्वेशन थियो के रेप्टाइलमा फिमोरल ग्ल्यान्ड हुन्छ भन्ने कुरा चाहिँ एउटा क्वेशन थियो त्यो चाहिँ हाम्रो प्लस 2 मा पनि थिएन र अर्को मोडुलमा पनि त्यो क्वेशन थिएन के त्यो ट्रान्जिसन मेटलबाट 3टा क्वेशन आएको थियो सो मैले 3टा क्वेशन लिएर थियो त्योबाट चाहिँ त्यो चाहिँ हरेक च्याप्टर चाहिँ इम्पोर्टेन्ट छ अझ पनि बुझ्नु पर्छ योबाट 7वटा क्वेशन म्याथको मैले छोड्नु पर्यो अलि टाइम नभएर अहिलेबाट नै एकदम सिरियस भएर म क्वेशन पर्छ के एकदम वार्म रिगार्ड टु एभ्री सीई एस्पिरेन्ट म प्रवेश शाही सीई 2081 एमबीबीएस तर्फबाट सीई र्याङ्क 238 ल्याउन सफल र हाल अहिले एमबीबीएस फर्स्ट इयर इन एनएआईएचएस सो मुभिङ विथ आवर कन्टेन्ट चाहिँ आजको यस भिडियोमा चाहिँ के कन्टेन्ट छ भन्दाखेरि जुन मेरो सीई 2081 मा जुन भदौ 1 गते जुन हाम्रो सीई को फाइनल एक्जाम जुन फाइनल 3 घण्टा थियो त्यसमा भएको मेरो फुल एक्सपिरियन्सहरु मैले गरेका मिस्टेकहरु मैले गरेका राम्रो कामहरु त्यो एक्जाममा 3 घण्टाले जसको कारणले मैले स्कलरशिपमा नाम निकाल्न सफल भएँ यो कुराहरु चाहिँ यस भिडियोमा म गर्ने छु र यसमा चाहिँ जुन अरु के छ भन्दाखेरि जुन हाम्रो 3-4 महिनाको मेहनतले जुन मैले गरेको जुन काम थियो जुन सीई को लागि जुन पढाइ थियो त्यसले चाहिँ कसरी त्यो 3 घण्टामा हेल्प गरेको कुन कुराले हेल्प गर्यो यो कुरा चाहिँ हामी यस कन्टेन्टमा गर्नेछौं र अहिले अब सीई आउन 3-4 महिना बाँकी छ नि त सो त्यो बेला चाहिँ यो कुरा थाहा पाउनु चाहिँ एकदमै जरुरी भएको छ र भिडियोको अन्तिममा चाहिँ यो 3 महिनामा कसरी के गर्ने कसरी पढ्ने र जसको कारणले हामीलाई त्यो 3 घण्टामा हेल्प गर्छ यो कुराहरु सबै गर्नेछौं सो लेट्स मुभ विथ आवर कन्टेन्ट भदौ 1 गते हाम्रो एक्जाम चाहिँ ठ्याक्कै बिहान 11 बजे थियो एमएससी को रुटिन अनुसार र हामीले चाहिँ एक्जाम चाहिँ 2 घण्टा अगाडि एक्जाम सेन्टरमा पुग्नु पर्ने जुन नोटिस थियो सो मेरो सेन्टर चाहिँ कलंकी नजिकै एलआरआई स्कुलमा परेको थियो सो जान मलाई अराउन्ड 20 मिनेट लाग्थ्यो होला सो बिहान उठेर अब सबै थियो मलाई डर एक्साइटमेन्ट अनि नर्भसनेस सबै थियो बिहान चाहिँ एक्जामको अघिल्लो दिन सब जति हुनु पर्थ्यो त्यो सबैले कमन नै हुन्छ मलाई पनि भएको थियो अनि त्यसपछि एक्जामको 2 घण्टा अगाडि चाहिँ म फेरि त्यो डर छ र अब नेपालीको सबैको बानी एक्जाम भन्दा अगाडि पूजा गरेर जान मैले नि पूजाहरु गरेर खाजा अलि कम खाएर चाहिँ अनि म निस्के एक्जाम हलमा चाहिँ अनि सो एक्जाम भन्दा 2 घण्टा अगाडि चाहिँ म एक्जाम हलमा पुगे एलआरआई स्कुलमा अनि त्यसपछि चाहिँ त्यहाँ पहिलो चाहिँ 1 घण्टामा चाहिँ हाम्रो बायोमेट्रिक टेस्टहरु भएको थियो अनि त्यसपछि अरु डकुमेन्टहरु चेक अनि सबै कुरा भएको थियो 1 घण्टामा चाहिँ र अर्को नेक्स्ट घण्टा चाहिँ हामीलाई त्यही ग्राउन्डमै बसाइएको थियो अनि त्यो बेला चाहिँ मसँग एउटा हाम्रो संगम साथी संगम थापा सीई र्याङ्क 3 हाम्रै कलेज सेन्ट जेभियर्सबाट चाहिँ उसँग चाहिँ मेरो त्यहाँ भेट भएको थियो सो हामीले अरु कुराकानी गर्यौं अनि थाहा छ कि त्यति बेला हाम्रो पढाइको कुरा गर्नु हुँदैन भन्ने थाहा थियो किनकि अब पढाइको कुरा गऱ्यो भने यो पनि बिर्सिन्छ त्यो पनि बिर्सिन्छ भन्ने कुरा हामीले थाहा थियो अब सब त्यो यो पढाएन त्यो कमन नै हो भनेर सो हामीले रमाइलो कुराहरु कलेजको मुभमेन्टहरु अरु कुराहरु गरिरहेको थियौं सो अब ठ्याक्कै 10:30 मा चाहिँ हामीलाई नोटिस आयो त्यहाँबाट अब सबै आफ्नो हलमा जाऊ भनेर ठ्याक्कै त्यो नोटिस निकाल्यो अनि आफ्नो हलमा गयौं अनि गइसकेपछि चाहिँ अनि मेरो रुम चाहिँ ठ्याक्कै एलआरआई स्कुलको 7 क्लासको सेक्सन सी रुम थियो ठ्याक्कै चाहिँ याद छ मलाई त्यसरी अनि ठ्याक्कै त्यहाँ 4 वटा रो थियो इचलाई एउटा टेबल एउटा बेन्च थियो ठ्याक्कै सो एक्जामको हामी लगभग आधा घण्टा अगाडि सबै आफ्नो क्लासमा बस्यौं अनि त्यसपछि चाहिँ सर म्यामहरु आएर चाहिँ अब यो मिस्टेक गर्नु हुँदैन यसरी फर्म भर्ने त्यो ओएमआर सेट यसरी फिल गर्ने अनि त्यो सेटहरु यसरी भर्ने कुराहरु इन्स्ट्रक्सन गर्नुभयो अनि त्यसपछि चाहिँ एक्जामको ठ्याक्कै 20 मिनेट अगाडि चाहिँ हामीले सबैलाई ओएमआर सेट दियो पहिला अनि ओएमआर सेटमा चाहिँ आफ्नो रोल नम्बरहरु फिल गर्नु पर्थ्यो पहिला चाहिँ अनि मेरो सिम्बल नम्बर थियो 19551 मैले त्यो 1951 भर्न चाहिँ अराउन्ड 5 मिनेट लाग्थ्यो के एकदम बिस्तारै फोकस गरेर एकदमै किनकि एउटा कुरा अहिले बुझ्नुपर्छ नेक्स्ट ओएमआर सेट चाहिँ दिदैन सीले यदि झुकेर एउटा गोल लाउन मिस्टेक भयो भने त्यो यदि सिम्बल नम्बरमा अर्को सिट पाइदैन सो एक्जाममा बस्नु नबस्नु एउटै नै हुन्छ त्यो हुन्छ नि नयाँ सिट दिदैन हाम्रो एक्जामै बिग्रिन्छ सो एक्जामको अब लास्ट ठ्याक्कै भइसकेपछि चाहिँ अब एक्जामको सेट आयो हामीले सबैलाई क्वेशन पेपर आयो अनि क्वेशन पेपर चाहिँ 4वटा सेट थियो हरेक सेटमा क्वेशन सेम थियो तर चाहिँ सेट एबीसीडी मा चाहिँ ए मा चाहिँ हाम्रो बायोलोजी अगाडि थियो बी मा चाहिँ केमिस्ट्री अगाडि सी मा फिजिक्स र डी मा म्याथ अगाडि थियो र मेरो चाहिँ डी सेट थियो मेरोमा चाहिँ अगाडि 20 वटा म्याथ क्वेशन थियो अनि सो पेपर आइसकेपछि पहिलो काम त सेट गर्दा पनि फर्स्ट काम चाहिँ आफ्नो सेट लेखेको थियो मैले सेट मजाले गोलो लगाएँ अनि त्यसपछि चाहिँ अनि म्याथबाट स्टार्ट गरेन मैले अगाडिबाट मेरो माइन्ड सेट थियो कि पहिला स्टार्ट चाहिँ म बायोलोजीबाट गर्छु इजी कन्फिडेन्ट डेभलप गर्छु त्यसपछि केमिस्ट्री फिजिक्स लास्टमा म्याथ सकेर चाहिँ सक्छु भन्ने मेरो अगाडिकै माइन्ड सेट थियो सो मैले बायोलोजीबाट स्टार्ट गरेँ अगाडि 20 वटा क्वेशन छोडेर मेरो 21 वटा क्वेशन स्टार्ट गरेँ गर्न सो के थियो भन्दाखेरि बायोलोजीको फर्स्टको 3-4 वटा क्वेशन नै एकदमै लामो कन्फ्युजन क्वेशन थियो के सो जुन माइन्ड सेट थियो मेरो एकदमै त्यो ओरिजिनल इभोल्युसनबाट त्यो कन्फ्युजन क्वेशन आइसकेको थियो लामो क्वेशन त्यो ओरिजिनल इभोल्युसनबाट चाहिँ सिमिलर बिट्विन म्यान एन्ड एप्समा एउटा क्वेशन थियो एन्सर चाहिँ बाइपेडल लोकोमोसन हुन सक्थ्यो अर्को पोमिनेन्सी हुन सक्थ्यो यस्तो क्वेशनहरु थियो अनि अर्को कमन एन्सेस्टर अफ त्यो फिस र ह्युमनको पनि एउटा क्वेशन आएको थियो ठ्याक्कै अनि दुईटा क्वेशनमा अलि दुईटा एन्सर गर्ने खालको थियो के सो खासमा मैले के गर्नु पर्थ्यो भन्दाखेरि त्यो क्वेशन अब अलि कमन थियो अलि छोडेर अरु गर्नु पर्थ्यो तर मैले इगोमा लगेँ के यो ओरिजिनल इभोल्युसनबाट त इजी क्वेशन आउनु पर्थ्यो यो कसरी क्वेशन आयो मैले नसके भन्ने त्यो अलि त्यो डर भएर चाहिँ त्यसमा मैले अराउन्ड 2 क्वेशन अराउन्ड 5 मिनेट भन्दा बढी टाइम दिएँ के मैले त्यो बेला चाहिँ त्यो एउटा मिस्टेक थियो मेरो ठुलो मिस्टेक सो तर त्यही मिस्टेक भएको थियो एउटा क्वेशन त्यो दुईटा मध्ये अनि अरु क्वेशन गर्दै गएँ अनि बायोलोजीबाट क्वेशन चाहिँ अरु भन्दा हल्का सिलेबस भन्दा अलि बाहिरबाट क्वेशन पनि आएको थियो अरुमा आएको थिएन तर जुलोजीमा चाहिँ अलि बाहिरबाट क्वेशन आएको थियो के क्वेशनहरु
जस्तै एउटा थियो रेप्टाइलमा फिमोरल ग्ल्यान्ड हुन्छ भन्ने कुरा चाहिँ एउटा क्वेसन थियो। त्यो चाहिँ हाम्रो +2 बुकमा पनि थिएन र अर्को मोडुलमा पनि त्यो क्वेसन थिएन क्या। सो केही क्वेसन चाहिँ आएको थियो तर अल ओभर क्वेसन चाहिँ बायोलोजीको ठिकै नै थियो, अलिक लामो क्वेसन थियो। अनि लामो क्वेसन अलिक पढ्नुपर्ने खालको क्वेसन थियो कि। अनि एउटा कुरा भन्छु, जुन हाम्रो जुन इक्जाम पेपर छ नि क्वेसन पेपर, त्यो अराउन्ड 35 पेजको जति क्वेसन थियो कि। सो पहिला त क्वेसन हेरेर नै म डराएको थिएँ कि यति धेरै क्वेसन यति धेरै, तर अलिक ल्याङ्ग्वेज फर्ममा लामो ल्याङ्ग्वेज अलिक ठुलो वर्ड पनि थियो। त्यो भएर चाहिँ पेपर अलिक मोटो देखिरहेको थियो, एउटा बुक जस्तो देखिरहेको थियो। अनि तर ठिकै थियो क्वेसन चाहिँ। अनि एउटा क्वेसन जुलोजीमा चाहिँ एउटा क्वेसन थियो अराउन्ड हाफ पेजभन्दा पनि बढी क्वेसन थियो एउटा क्वेसन चाहिँ कि, जसमा चाहिँ फेरि एन्सर सिम्पल थियो। फेरि त्यसमा चाहिँ वाट इज द सिमिलर बिट्विन मलेरिया एन्ड डेङ्गु भन्न खोजेको थियो, तर क्वेसनमा चाहिँ मलेरियाको सिम्टम त्यो डेङ्गुको सिम्टम सब एक्सप्लेन गरेर लास्टमा चाहिँ त्यो एउटा झुकाउने खालको थियो कि, त्यो पढ्नुपर्ने खालको क्वेसन थियो। सो यस्तै गरेर अलि लामो क्वेसन थियो जुलोजीमा चाहिँ। सो जुलोजी पनि मेरो राम्रै भएको थियो अल ओभर। अनि त्यसपछि मैले बोटनी स्टार्ट गरेँ। बोटनीमा चाहिँ सेम लाइक पास्ट क्वेसन फर्केट थियो, अब इजी क्वेसन थियो अनि ल्याङ्ग्वेज पनि त्यति लामो थिएन, सिम्पल क्वेसन थियो बोटनीमा चाहिँ। अनि लाइक बोटनीमा चाहिँ एभ्री इयर पास्ट क्वेसन फर्केट आइरहेको हुन्थ्यो ठ्याक्कै गर्दा गर्दै। अनि बायोलोजीमा चाहिँ मैले एउटा च्याप्टर थियो एक्सन पोटेन्सियल क्वेसन 12बाट त्यो नर्भस सिस्टमबाट, त्यो क्वेसन मैले छोडेको थियो, च्याप्टर चाहिँ मैले छोडेको थिएँ क्या, लास्ट आवरमा अलिक नसकेर अलि पढ्न टाइम नभएर। अनि त्योबाट दुईवटा क्वेसन आएको थियो जुलोजीमा, मैले दुईवटा क्वेसन बिगारेको थिएँ कि। सो योबाट एउटा के मेसेज दिने कि कुनै पनि टपिक्स छोड्नु हुँदैन, सबै कुरा पढ्नुपर्छ भन्ने कुरा बुझ्न सकिन्छ यहाँबाट। के थियो भन्दाखेरि बायोलोजीमा अल ओभर मैले चाहिँ मोर देन 50 मिनट लगेको थिएँ कि। खासमा मैले मक टेस्टहरूमा चाहिँ त्यो दिँदाखेरि चाहिँ अराउन्ड मैले म्याक्सिमम गयो मेरो 30 मिनटमा मैले क्वेसन सल्भ गरेर पनि ओएमआरसी भइसक्थेँ। तर त्यो एक दिन मलाई अब त्यो अलि इक्जामको प्रेसरले पनि अलि भएर चाहिँ मोर देन 50 मिनट लागेको थियो मलाई गर्न चाहिँ। अनि त्यसपछि चाहिँ अराउन्ड 50 मिनटमा मैले बायोलोजी सकिसकेपछि अनि म केमिस्ट्रीमा गएँ। केमिस्ट्रीको क्वेसन चाहिँ हाम्रो इजी नै थियो लगभग, क्वेसन चाहिँ +2 को बुकबाटै थियो। र त्यो बेला मलाई गर्दाखेरि चाहिँ 5-6वटा क्वेसन केमिस्ट्रीको चाहिँ ओको सिलेबस बाहिरबाट आयो भन्ने लागेको थियो। तर मैले +2 बुक राम्रोसँग पढेको थिएँ, यो बुझिन्छ कि त्योबाट कि। तर +2 को बुकको भित्रबाट लाइनबाट त्यो एक्सेप्सनबाट चाहिँ क्वेसन सजाएको थियो। सो अनि त्यो मैले मिस्टेक गरेको थिएँ। त्यसमा चाहिँ फिजिकल केमिस्ट्रीमा चाहिँ अराउन्ड 18वटा क्वेसन मध्ये लगभग 10-12वटा क्वेसन चाहिँ थ्योरी बेसबाट थियो कि, थ्योरीको त्यो रिलेसन लाइन मिल्ने खालको थियो। 5-6वटा सल्भ गर्ने खालको क्वेसन पनि थियो फर्मुला बेस। अनि र 1-2वटा क्वेसन चाहिँ लगको भ्यालु पनि हाल्नुपर्ने, लगको 1 देखि 10 को भ्यालु थाहा भएर मात्रै गर्ने खालको क्वेसन पनि थियो फिजिकल केमिस्ट्रीमा। सो फिजिकल केमिस्ट्री अल ओभर इजी नै थियो। त्यसपछि चाहिँ हाम्रो अर्ग्यानिक केमिस्ट्री अलिक गाह्रो थियो, 2-3वटा क्वेसन +2 को बाहिरबाट थियो, त्योबाट चाहिँ अलिक टेक्स्ट बुक बाहिरबाट क्वेसन थियो। सो अर्ग्यानिक केमिस्ट्री पनि त्यस्तै नै थियो अलि। अनि त्यसपछि लास्टमा इनअर्ग्यानिक केमिस्ट्री चाहिँ अलिक गाह्रो थियो। इनअर्ग्यानिक केमिस्ट्री चाहिँ अरूभन्दा एज कम्पेयर टु क्वेसन चाहिँ +2 को बुकबाट भित्रबाट थियो। र मैले चाहिँ मेरो केमिस्ट्रीमा चाहिँ अराउन्ड 50मा 40 मार्क्स आएको थियो। त्यो मध्ये मैले चाहिँ 3टा क्वेसन मिस्टेक गरेको थियो। 3टा क्वेसन एउटै च्याप्टरबाट मिस्टेक गरेको थिएँ मैले। त्यो ट्रान्जिसन मेटलबाट 3टा क्वेसन आएको थियो। सो मैले 3टा क्वेसन बिगारेको थिएँ त्योबाट चाहिँ, त्यो चाहिँ मलाई अलिक पछुतो लाग्छ अहिले चाहिँ। ट्रान्जिसन मेटल चाहिँ अब हाम्रो यो 12मा पनि नयाँ टपिक्स थियो, पहिला थिएन, नयाँ सिलेबसमा थियो। तर त्यसको पास्ट क्वेसन पनि खासै थिएन, अनि मक टेस्ट पनि खासै त्योबाट आउँथेन क्वेसन। अनि अलिक इम्पोर्टेन्ट छैन भनेर मैले त्यसलाई अलिक निकै गरेको थिएँ। तर त्योबाट 3टा क्वेसन आएको थियो, मैले 3टा क्वेसन बिगारेको थिएँ कि त्यो क्वेसन चाहिँ। सो हरेक च्याप्टर चाहिँ इम्पोर्टेन्ट छ, अझ पनि बुझ्नुपर्छ योबाट है त। अनि त्यसपछि अराउन्ड मैले त्यो गर्दाखेरि चाहिँ के फिल गरेँ भन्दाखेरि चाहिँ पास्ट क्वेसन चाहिँ जुन हामीले एमसीक्यू सल्भ गर्छौँ, जुन मक टेस्टमा सल्भ गर्छौँ नि, त्यसको एकदमै ठुलो इम्पोर्टेन्ट भएको छ कि। त्यो बेला मलाई लागिरहेको थियो, जुन म इक्जाम गरिरहेको थिएँ मलाई फिल भइरहेको थियो कि यो क्वेसन त मैले यहाँ यो सेटमा सल्भ गरेको थिएँ, यो क्वेसन त मैले यता पास्ट क्वेसन सल्भ गरेको थिएँ, यो कुरा मलाई एकदम फिल भइरहेको थियो। त्यसपछि अराउन्ड 50-40 मिनटमा चाहिँ मैले केमिस्ट्री पनि सकेँ ठ्याक्कै। अनि त्यसपछि त्यो अब मसँग अराउन्ड 1 घन्टा 20 मिनट टाइम थियो होला, 80 मिनट टाइम थियो। त्यसमा मैले 50वटा फिजिक्सको क्वेसन अनि 20वटा म्याथ क्वेसन, र अनि मैले के क्वेसन छोडेको थिएँ यता बायोलोजी फिजिक्सबाट पनि, बायोलोजी केमिस्ट्रीबाट पनि के क्वेसन पछि आएर गर्छु, अथवा 50-50 अप्सन भएको क्वेसनहरू अथवा हल्का लामो क्वेसनहरू चाहिँ मैले पछि आएर गर्छु भने छोडेको थिएँ। अनि त्यति क्वेसन गरेर बाँकी थियो। तर टाइम चाहिँ जम्मा मसँग 1 घन्टा 20 मिनट थियो। हल्का म आत्तिएको थिएँ त्यो बेला चाहिँ, अब टाइम पुग्दैन कि भन्ने डर लागिरहेको थियो। तर लक्किली फिजिक्सको क्वेसन चाहिँ एकदम सिम्पल क्वेसन थियो। फिजिक्सको मेकानिक्सको त्यो 8-9वटा क्वेसन जम्मा 3-4 मिनटमा सकिएको थियो मेरो। सल्भ गर्नुपर्ने खालको क्वेसन 1-2वटा मात्रै थियो, सबै रिलेसन थ्योरीबाट क्वेसन थियो कि म्याक्सिमम। त्यो हेर्छौ भने त्यो मैले मोडल फिजिक्सको त्यो हुन्छ नि लास्टमा सर्ट क्वेसन छ नि, त्यहाँबाट त्यसको रिलेसनबाट पनि क्वेसन दिएको थियो कि त्यहाँ त्यसरी सोधेको थियो क्वेसनहरू चाहिँ। अनि त्यसपछि हिटको क्वेसन चाहिँ अलिक कन्सेप्टुअल क्वेसन थियो, हल्का त्यो एक्सपेन्सनहरू थाहा पाउनु पर्थ्यो, अलिक कन्सेप्ट बुझेको मान्छे मात्रै मिल्ने खालको क्वेसन थियो। अनि त्यसपछि अनि मोडर्न फिजिक्सबाट चाहिँ अल ओभर +2 को बुकबाटै सबै क्वेसन थियो। त्यो 12-13वटा क्वेसन +2 को बुक यति लाइन टु लाइन पढाएको छ भने पास्ट क्वेसन सल्भ गरेर सबै मिल्ने खालको क्वेसन थियो। अनि यसै गरी अप्टिक्सको क्वेसन पनि अरू पनि इजी नै थियो ठ्याक्कै। अनि अप्टिक्समा त्यो टाइम मात्र चाहिँ मैले केही कुरा मिस्टेक गरेको थिएँ कि, जस्तै त्यहाँ क्वेसन छ फाइन्ड द कम्बाइन्ड पावर भनेको थियो, मैले कम्बाइन्ड फोकल लेन्थमै निकालेर छोडेको थिएँ कि त्यो रेसिप्रोकल गर्न बिर्सेर। अनि यस्तो क्वेसन मैले मात्र होइन अरू साथीले मिस्टेक गरेको थिएँ कि, त्यो क्वेसन यसरी बुझ्न सकिन्छ त्यो। अनि इक्जाममा चाहिँ हाम्रो मोर देन लगभग 15-20वटा क्वेसनमा चाहिँ एक्सेप्ट गर्न छोडेको थियो, एक्सेप्ट त्यो चाहिँ एकदम फोकस गर्नुपर्छ है त। त्यो क्वेसनले एक्सेप्ट भइरहेको कि छैन भने त्यो चाहिँ खोज्नुपर्छ क्वेसनमा। त्यो मिस्टेक गरेर मेरो पनि 3-4वटा क्वेसन चाहिँ मिस्टेक भएको थियो त्यहाँ नि, पछि थाहा भयो मलाई चाहिँ। सो अराउन्ड फिजिक्स पनि मैले अराउन्ड 40-50 मिनटमा सकेँ, 40-50 मिनटमा मैले फिजिक्स सकेँ। अब लास्टमा मलाई अराउन्ड 35 मिनट बाँकी थियो। मलाई म्याथ र बचेको पास्ट क्वेसन गर्न बाँकी थियो, बचेको त्यो अगाडि छोडेको क्वेसनहरू गर्न बाँकी थियो। अनि मैले के माइन्डसेट गरेँ भन्दाखेरि चाहिँ अब 20 मिनट चाहिँ मैले चाहिँ म्याथ क्वेसन गर्छु,
अनि बचेको 15 मिनट चाहिँ बरु म्याथ क्वेसन छोड्छु अनि उता छोडेको क्वेसनहरू गर्छु भनेर चाहिँ म ठ्याक्कै माइन्डसेट बनाएँ आफ्नो। अनि म्याथ क्वेसन चाहिँ अलिक गाह्रो थियो है त, क्वेसन सिम्पल भए पनि अलिक गाह्रो थियो। क्वेसन चाहिँ लामो थियो क्या, हामीले जुन मक टेस्टमा सल्भ गर्छ नि त्यहाँ अब एक लाइनको क्वेसन हुन्छ, त्यो निकाल्ने खालको क्वेसन हुन्छ, त्यस्तो थिएन कि त्यहाँ अराउन्ड 6-7 लाइनको क्वेसन अनि हरेक क्वेसनलाई बुझ्नुपर्ने अनि खालको क्वेसन थियो कि इङ्ग्लिस नि मजाले त्यो ल्याङ्ग्वेज नि मजाले बुझ्नुपर्ने खालको क्वेसन थियो। तर क्वेसन फेरि सिम्पल थियो, फेरि त्यो डिरेक्सन पत्ता लगाउने खालको क्वेसनहरू, त्यो आवरको त्यो वाटर इमेज खालको क्वेसन थियो एउटा, अनि यस्तै खालको क्वेसन सिम्पल थियो क्वेसन चाहिँ, तर लामो थियो क्वेसन चाहिँ कि। सो मैले त्यो 20 मिनटमा जम्मा 13वटा क्वेसन गर्न भ्याएको थिएँ, तर 13मा 13 नै आएको थियो मेरो म्याथमा चाहिँ। सो 7वटा क्वेसन म्याथको मैले छोड्नु पऱ्यो अलिक टाइम नभएर, तर क्वेसन चाहिँ सिम्पल नै थियो, गरेको भए सायद मिल्थ्यो होला सबै क्वेसन नि। सो त्यसपछि लास्टको 15 मिनटमा चाहिँ मैले जुन मलाई भएको थियो 50-50 भएको थियो नि, अनि जुन छोड्नु पर्ने खालको क्वेसनहरू थियो जुन, अथवा अप्सनमा अलिक मिलाउने खालको क्वेसनहरू, हल्का कन्सेप्चुअल अलिक लाग्ने मिल्ने खालको क्वेसन, अनि अथवा त्यो क्वेसनहरू चाहिँ लास्टको 15 मिनटमा सल्भ गरेँ। सो अराउन्ड मैले चाहिँ आफ्नो त्यो 3 घन्टामा चाहिँ अराउन्ड 180वटा क्वेसन एटेम्प गरेको थिएँ। सो अल ओभर चाहिँ यसो एक्जाम निस्किनुभन्दा अगाडि चाहिँ नाम निस्किन्छ कि लागिरहेको थियो मलाई, क्वेसन अलि हार्ड नै थियो, हल्का टाइम कन्ज्युम क्वेसन थियो, सबैले बिगारे हुन्छ यो त यस्तो हुँदामा चाहिँ भनेर अनि निस्केको थिएँ बाहिर। अनि पछि चाहिँ घर आएर चेक गर्दाखेरि अराउन्ड 155 देखि 160को रेन्जमा मार्क्स आउँछ जस्तो लागिरहेको थियो मलाई, तर लास्टमा चाहिँ 140 चाहिँ मेरो मार्क्स आएको थियो सीमा। सो जुन त्यो 3 घन्टाको मेरो जुन एक्जाम टाइम थियो र त्योबाट चाहिँ के एक्सपिरियन्स के मेसेज लिन सकिन्छ त होइन। सो पहिला चाहिँ के छ भन्दाखेरि त्यो 3-4 महिनामा के गर्ने र त्यसको कारणले त्यो 3 घन्टा चाहिँ आफ्नो बेस्ट, आफ्नो नाम निकाल्नको लागि एकदम बेस्ट जानको लागि चाहिँ गर्नुपर्ने कुराहरू, जुन मैले गरेको मिस्टेक राम्रो कुराबाट सिक्ने कुराहरू चाहिँ पहिला चाहिँ के छ भन्दाखेरि सिलेबस मजाले सबै कभर गर्ने, कुनै पनि च्याप्टर इम्पोर्टेन्ट नइम्पोर्टेन्ट हुँदैन, सबै कुराहरू मजाले कभर गर्ने। र अरू के छ भन्दाखेरि तिमी एक्स्ट्रा कुरा जति नै पढ, तर +2 को बुक्स चाहिँ मजाले लाइन टु लाइन पढेको हुनुपर्छ है त, +2 को बुक चाहिँ। किनकि क्वेसन चाहिँ हामीले यसो पास्ट इयर क्वेसन यसो हेर्दाखेरि चाहिँ +2 को बुक भित्रबाट पनि क्वेसन आइरहेको मजाले कि त्यो लाइन टु लाइन एक्सेसनबाट क्वेसन आइरहेको। सो यो चाहिँ इम्पोर्टेन्ट छ। सो अर्को छ म्याक्सिमम क्वेसन सल्भ गर, म्याक्सिमम पास्ट क्वेसन सल्भ गर कि। यसोटी पनि हाम्रो सीमा मोर देन 60 तिम्रो बोल्न 180वटा क्वेसन मध्ये मोर देन 60वटा क्वेसन चाहिँ हाम्रो पास्ट क्वेसन थियो कि। सो इम्पोर्टेन्टमा पास्ट क्वेसन एकदम रहेको छ है त। सो यो यसरी गर्नुपर्छ। र अर्को छ भन्दाखेरि मक टेस्ट चाहिँ अहिलेबाट नि, अब हामीसँग 3-4 महिनाको समय छ, अहिलेबाट नै एकदम सिरियस भएर मक टेस्ट दिनुपर्छ कि एकदम हैन। मैले देखिरहेको थिएँ हाम्रो पनि त्यहाँ साथीहरू यताउता सोध्ने एक्जामहरूलाई पनि अरूलाई देखिरहेको थिएँ कि सबै ग्रुपमा डिस्कस गरेर गर्ने, त्यो चाहिँ गर्नु हुँदैन कि। त्यो गरेर मार्क्स बढ्ला, तर तिमीलाई चाहिँ त्यो सीको त्यो 3 घन्टामा चाहिँ कसरी ट्याकल गर्ने त्यो चाहिँ त्यसले सिकाउँदैन कि। सो एक्लै मजाले कुनामा गएर मजाले सल्भ गर्ने, आफ्नो क्वेसनहरू मजाले सल्भ गर्ने हैन, पछि आफै डिटेल एनालाइसिस गर्ने बाहिर आएर, विशेष बाहिर आएर डिस्कस गर्न पाइयो। तर एक्जामहरुमा चाहिँ आफ्नै एउटा सेल्फ भएर, किनकि एक्जाममा तिम्रो साथी तिमीसँग हुँदैन, यो कुरा बुझ्नुपर्छ। र अर्को एउटा एक्स्ट्रा बोनस टिप चाहिँ कोही पनि नडराउने के। मैले देखिरहेको छु के भन्दाखेरि फ्रेसर ड्रपर दुटै डरेर आउँछ एकअर्कादेखि कि। फ्रेसरलाई के लाग्छ भन्दाखेरि चाहिँ ड्रपरहरू चाहिँ अब यो यस्तो 1 वर्ष ड्रप गरेर आउँछ पुरै हैन, धेरै पढे आउँछ भन्ने लाग्छ हैन। अनि फ्रेसरहरू ड्रपरदेखि डरेर आएको हुन्छ। अनि ड्रपरहरूदेखि चाहिँ फ्रेसरहरू फेरि यिनीहरूको फेरि भर्खर +2 पढेको, यिनीहरूको ताजा माइन्ड हुन्छ, यिनीहरूले नाम निकाल्छ भनेर डरेर आउँछ। सो नाम ताजा त्यो पुरानो कोहीले पनि निकाल्ने हैन, जसले मिहिनेत गर्यो त्यसले मजाले नाम निकाल्छ। सो मजाले फोकस भएर पढ्ने 3-4 महिना मजाले फोकस भएर रेगुलर एकदमै डेडिकेट भएर पढ्यो भने मजाले नाम निकाल्न सकिन्छ। सो यति भन्दै आजको कन्टेन्ट यहीँ एन्ड गर्छु। थ्याङ्क यू सो मच।